बस जाने मन तुमसे बात हो जाती है यही काफी है मेरे लिए। के अरे हाम्रो चाहिँ चन्द्रगिरीमा चाहिँ यो खास विशेष चाहिँ यो हुनको कारण चाहिँ के हो भने चाहिँ होइन मान्छेको चाहिँ एउटा एकदम आस्था के यो चाहिँ यो जोडीहरू चाहिँ यस्तो यहाँ जस्तै नाम लेख्या यसमा अनि यहाँ बस्छन् यस्तो के छ भर्खर एउटा एएस दिएको छ यही यताउता यो चाहिँ मेरो नामको चाहिँ एएस मिटर हुन्छ कि मैले धेरै पछि लेखेँ यहीबाट आकाश यसबाट चाहिँ अब के हो तपाईँहरू यसो सोच्नु होला होइन कमेन्टमा भन्नु तिमीलाई हामी चाहिँ यहाँ चन्द्रगिरी घुमेर सकियो होइन गाइस फाइनली लास्टमा छौँ अनि के अरे पनि आखिर हर्का राम्रो छु म पनि के अरे कस्तो लाग्यो नि चन्द्रगिरी देख्नु राम्रो लाग्यो जस्ट फर्स्ट टाइम म फेरि काठमाडौँ नआएको मान्छे है फर्स्ट टाइम त्यसमा सर चन्द्रगिरीमा है के हेरेको सर उति के भनेको के अरे तपाईँलाई चाहिँ यो चन्द्रगिरी कस्तो लाग्यो चाहिँ पुरै नगर यताको त थोरै उ गरेर व्याख्या गर न यसो के छ यहाँ कस्तो छ भनेर अब आउनेहरूलाई चाहिँ आउनेहरू कोही नराले तिमी आयो भने यहाँ मारामार विचार गर कोही न खरना सुन्छ सत्र हुन्छ ए सुन न दोष तिमी गर्ने क्या लेखपर जस्तो लाग्यो मलाई त एकदम लेखपरको त्यो माथि एउटा डाँडा छ होइन त्यो काली कोइरेला भन्ने त्यो जङ्गल जस्तो लागिरहेछ मलाई खरगरी मात्रै खरुगाहरू मात्र छ ओ लास्ट तिम्रो पनि भयो हेर्दै तल केही छैन है तिमी त लास्ट हेर्छौ यार क्या भनौँ त के भन न केही मेरो दुई कुरा लिएर टुङ्गाउन चाहन्छु